समय कति बलवान हुन्छ, त्यही रुख वसन्त ऋतुमा हरियो परियो थियो। त आज ओइलाउँदै पात झर्दै खङ्ग्रङ्ग हुँदै जाने प्रक्रियामा छ। कारण शरद ऋतु, अटम वा फल। हरेक फल वा विशेष नोभेम्बर 11 तारिक विश्वभर मनाइने गरिन्छ रिमेम्बरेन्स डे। त्यसैको सन्दर्भमा लगाइने अनि सजाइने गरिन्छ पप्पी फुल। किन लगाइन्छन् अनि सजाइन्छन् ती फुलका प्रतीकहरू अनि कसको सम्झना गरिन्छ रिमेम्बरेन्स डेमा? छोटकरीमा सन् 1914 देखि 1918 सालमा भएको पहिलो विश्वयुद्धको रणभूमिमा युद्ध विराम पश्चात जहाँ हजारौं सैनिकहरू लडे अनि फेरि कहिले उठेनन्, त्यही नै यी साना राता पप्पी फुलहरू फुले। उनै सिपाहीहरूको सम्झनामा लगाउने गरिन्छ पप्पी फुल अनि सम्मान स्वरूप मनाइन्छ रिमेम्बरेन्स डे हरेक वर्ष नोभेम्बर 11 तारिक। एउटा सिपाही जो लडाइँमा मरेको, देशको लागि मरेको वा शहीद बनेको त यहाँ सम्झना गरिन्छ, कदर गरिन्छ भने। प्रिय इसाई मित्र, तपाईँ र म जो पाप, मृत्यु अनि शैतानको कैदमा डरलाग्दो, आशाविहीन, उपायविहीन अवस्थामा रहिरहेकोलाई अनन्त आशा अनि छुटकारा दिनलाई स्वर्ग छोडी मानिस बनेर आउनुहुने, कल्वरी क्रुसमा रगत बहाई पाप छुटकारा दिनुहुने, अनन्त जीवन दिई अनन्त राज्यमा लानुहुने प्रभु येशू ख्रिस्टको चाहिँ सम्झना तपाईँ अनि मैले आज कति गरिरहेका छौँ? प्रभु येशू ख्रिस्टलाई हामीले सरल विश्वासले विश्वास गर्यौँ। त्यसपछि उहाँले गर्नुभएको सृष्टिका महानताका कुराहरू, उहाँले हाम्रा निम्ति सहनुभएका अवर्णनीय पीडाका कुराहरू, उहाँले हाम्रै निम्ति तयार पार्नुभएको ती सुन्दर ठाउँहरू, उहाँले दिन चाहनुभएका ती इनामहरू, उहाँले हाम्रा निम्ति सोच्नुभएका ती अथाह योजनाहरू बुझ्न पाउने उहाँको सम्झनाको घरमा वा स्थानीय मण्डलीमा हामी कति उपस्थित भइरहेका छौँ? कहीँ कतै आज सम्झनाको घर वा स्थानीय मण्डलीको सेवा सङ्गतिको सम्झना नै त आउन छोडिसकेको त छैन। सम्झनाको घर जाने बाटो को त सम्झना छ हामीलाई। विश्वास गर्यौँ, बप्तिस्मा लियौँ, तर सम्झनाको घरभित्र सजाइएको सम्झनाको टेबलको हामीलाई कति सम्झना आउँदैछ? सम्झनाको टेबलबाट, प्रभु भोजबाट हामी कति भागीदार बन्दैछौँ? बनिरहेका छौँ भने कसरी बनिरहेका छौँ? सम्झना गरौँ। आज पनि एउटा सिपाही मर्न सक्छ, मरेको छ र मर्नेवाला पनि छ। आफ्नो देशको निम्ति, सुरक्षाको निम्ति, स्वतन्त्रताको निम्ति, विकास अनि परिवारको निम्ति। अनि उसको निम्ति त एउटा सम्झनाको दिन छुट्याइएको छ भने के सारा सृष्टिको लागि मर्नुहुने, पाप क्षमाका लागि रगत बगाउनुहुने, मृत्यु जिती बौरी उठी अनन्त जीवन दिनुहुने प्रभु येशू ख्रिस्टको सम्झना चाहिँ तपाईँ अनि मैले, हामी इसाई भनाउँदाहरूले यी अन्तिम दिनहरूमा कति गरिरहेका छौँ त? कहीँ कतै नोभेम्बर 11मा मनाइने रिमेम्बरेन्स डे जस्तो गुड फ्राइडेमा वा इस्टर सन्डेमा वा क्रिसमस डेमा वा डिसेम्बर 31मा मात्र पो उहाँलाई सम्झना गर्दैछौँ कि? त्यस्तो नहोस्। उहाँ चाँडै आइरहनु भएको छ। हामी उहाँलाई पर्खिबसौँ। उहाँकै सम्झनाको घरमा रहे, उहाँकै शिक्षा, सङ्गति, प्रार्थना अनि सम्झनाको टेबलको
वरिपरि रहे। परमेश्वर बोलिरहनु भएको छ। के तपाईँ सुन्दै हुनुहुन्छ?